हेलो नमस्ते गाइज, के छ त हालचाल? मेरो त ठिकै छ, तपाईँहरूको पनि ठिकै छ होला है। सो टुडे आज चाहिँ बिहान उठेर म चाहिँ अलि त्यो माथि डाँडामा गएर चाहिँ घाम पनि आहा अनि हिमालहरू पनि राम्रो देखियो, क्लियर छ वेदरहरू नि। सो माथि गएर चाहिँ एउटा दामी हुन्छ नि सिनहरू देखाउँछु भनेर चाहिँ माथि जानला हो। सो गाइज किप अन सपोर्टिङ गाइज, पहिलाबाट नि एकदम रेस्पोन्स आहा, राम्रो सपोर्ट आहा है। लाइक दिस सपोर्ट गरिराख्नु होला। ओके गाइज, सी यू अल इन भिडियो, बाई बाई। सो गाइज यो चाहिँ के हो? यो चाहिँ हिमाल हो अनि इट्स मर्निङ। सो वेलकम यु अल इन माई न्यू ब्लग। आज चाहिँ बिहान उठेर 12 हो कि बाबा आएर बिहान हिँड्नु भन्छ अनि त्यसपछि हिँड्नु परेन, त्यही बाहनामा ब्लग बनाउने अब। It's morning guys, and that is what is this surprise for you. माछापुच्छ्रे है। आज त म डाँडा अलि माथिपट्टि एउटा डाँडा छ, त्यहाँ गएर चाहिँ खतरा सिन, बिहानको सिन कस्तो देखिन्छ होइन। लेट्स सी। ओके लेट्स गो है। बिहान हो त। इट्स मर्निङ, लेट्स गो। त्यो माथि डाँडा जाने हो, त्यहाँ गएर हेरौँ है। आज सर्टकट बाटो जान्छ, बिहान कस्तो हुन्छ। लेट्स गो। So guys, let's start our vlog. This is our starting point. I'm at here Harisuk, and this is our Masapussre. This is Dhaulagiri. Maybe this is Dhaulagiri type, but यो चाहिँ Masapussre sure नै हो। ओके माथि गएर सबै सिन हेरौँ। ओके लेट्स गो। सो आज चाहिँ त्यो रोडको बाटो चाहिँ हुन्न है, आज चाहिँ सर्टकट जाने, त्यसले यहाँ हिँडेर जानुपर्छ। कपाल देखिरहेको छ गाइज भ्युज। मर्निङमा चाहिँ के हुन्छ भने क्लियर हुन्छ नि, स्काईहरू क्लियर हुन्छ, घाम आएको हुन्छ, त्यसैले चाहिँ दामी देख्छ, अझै दामी देख्छ माथि गएपछि। लेट्स गो, किप अन गोइङ विथ मी। राष्ट्रिय महाविद्यालय कागज सिन फलाम। मेरो घर थिए के रे, मेरो घर थिए किताबहरू। झूठ बोलो, बार झूठ। ऊ तल भिडियो बनाउन आएको म त। हजुर टाइम लाग्ने होइन नि, 20 मिनट जति लाग्छ। 20-25 मिनट कति लाग्छ थाहा छैन। हजुर भोलि आउनु न यहाँ। यति बेलातिर है। हेन्सम देखियो तर हजुर फोटोमा। म तल बगर हो बस्ने। देखियो भने म बोलाउँछु है त। है बाई 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 भन्नु खोइ, यहाँ भिडियोमा हेरेर। ल चक्कु हानिदिएको, चक्का हानिदिएको। किताब छ भनेको जाम न त त्यसका बाजे। कमेडी हान्छ। आजको मौसम त बवाल देखिया। म चाहिँ अहिले आधा बाटोमा छु है, पोखरा भ्याली आधा देखिरह। आधा बाटोमा छु। लेट्स गो। सो आज चाहिँ एकदम स्पेसल सरप्राइज हुन्छ है।
एकदम डाँडामा गएर चाहिँ सिन देखाउँछु पोखरा भ्याली एज वेल एज हिमाल अनि डाँडा काँडाहरू पनि दामी छ मैले भनेर त मिल्दैन म चाहिँ अब माथिसम्म आइसकेँ ओके जाम कतिसम्म पुगिन्छ होइन टपसम्म जाम अनि हेरौँला सो म चाहिँ हिमालको काखमा आइसकेँ बिहान गएर क्लियर देखिन्छ गाइस आजको चाहिँ पोखरा भ्याली सलासुरत देख्यो पोखरा भ्याली सबै पोखरा भ्याली भयो अझै हुनुहुन्छ ओइ यो चाहिँ माछापुच्छी यो नजिकै छ यार माछापुच्छी धौलागिरी कुन बाजे धौलागिरी यताको कि उताको धौलागिरी यो होइन बेसी धौलागिरी म चाहन्थेँ आधा बाटोसम्म आएको टपमा गयो भने अझै राम्रोसँग देखिन्छ सो लेट्स क्यारी अन एक्सप्लेन गर्न सके होइन यार एकदम दामी देखियो यहाँबाट नजिकै देखियो कि रुके यहीँबाट नजिक यहाँ चाहिँ सानो मन्दिर रहेछ ओके गाइस कसले विस माग्नुहोस् होइन यहाँ विस मागेको स्योर पुरा हुन्छ ल एउटा विस माग्नुहोस् ल पुरा हुन्छ ल स्योर मैले त मागिसक्यो के रे आन्टी यहाँ पानीको असुविधा क्या कहाँ चाहिँ नेपालमा राम्रोसँग कहाँ छ र आन्टी नेपालमा राम्रोसँग छँदैखेन कतै पनि भोलिबाट जालमा ल्याइदिउँ हजुर र म मिलेर जालमा ल्याइदिउँ जालमा पानी ल्याइदिउँ दिने
चाहिँ त टप ए पानीको कुरा गर्नु हो कन्टीले के भयो अरे र यस्तो डाँडा कुँडामा त अनि दुःख हुने होइन आन्टी अहिले चाहिँ त टप अझै माथि जान्छु म माथिसम्म आज त राम्रोसँग घाम लाग्यो है यत्रो उकालो हिँडेर चाहिँ म टपमा आइसक्यो ओके गाइस हिमाल पनि त्यहाँ रुख्दै छिक्के छ अहिले माथि गएर हेर्छौँ हामी अझै माथि गएर सो त्यहाँ चाहिँ कस्तो भयो भने घाम त्यति माथि गएन नि त त्यहीँ छ त्यो भएर चाहिँ डाँडाहरूले ठुल्ठुलो डाँडाहरूले हल्का छेकेर त पर्दैन कि घाम गफ हानेर त्यहीँ हेरी हुन्छ सो लेट्स गो अझै माथि अझै कहाँ जानुभयो हजुर मोबाइलमा त हेर्छ आँखा त हजुर नि इन्डियन लहरी हो क्या जमानाको म हुन्छ कि हुन्न बाजे ढुक्क हुन्छ है छ नि मेरो फिजिकल एकचोटि हाँस्दिनु त एकचोटि हाँस्दिनु एकचोटि ल ढ्याप ढ्याप गर्नु रुक्नु है म भिडियोमा ल 1 2 3 ल जमाना खतरा गर्नु थियो होला है हामी घुम्दा घुम्दै हाम्रो बाजेलाई भेट्यो है बाजे के भनिदिनु त यहाँ हेर्छ भरे भिडियोमा सबैजनालाई भन्नु न भन्नु के भन्ने सन्चै हुनुहुन्छ खाना खानुभयो भन्नु को छ र ए भिडियो गरे हो भिडियो बनाएको तपाईहरु सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ खाजा खानुभयो चिया खानुभयो हामी त सराङकोटतिर घुम्नु आएको हो हैन हजुरकोमा को रे बाजे नाति हैन नातिसित घुम्न भेट भएको अहिले डाँडातिर घुम्नु आएको ल सबैले भाइको भिडियो हेरिदिनु होला भन्नु तपाईले दाइ भाइहरुको भिडियो हेरिदिनु होला राम्रो रे ल बाइ 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 मजा आयो है आन्टीको माया लाग्छ होला नि लाग्छ नि आमा के लेट्स गो बाजेले हँसाए को छ र अरे ए अब को छ र अरे यस्तरी आज त के ट्याक्क यस्तरी हेरेर कि यस्तरी हेरेर हुन्छ नि को छ र अरे ओके गाइस दिस विल बी सरप्राइज फर यु म चाहिँ टपमा आइसकेँ एज यु सी अलि चौर है बल यताबाट होइन यताबाट त लेट्स गो फ्रम दिस साइड दामी देखि छ यार ओए यो पनि हिमाल हो आज मर्निङ सिन है यो चाहिँ गाइस ओए बब्बाल देखियो यार मैले एक्सप्लेन गर्न सक्दिनँ है गाइज यो चाहिँ कस्तो छ भने एकदम दामी के हुन्छ त भिडियो रियालिटी भर्सेस एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ नि त्यस्तै झन् यो चाहिँ झन् एक्सपेक्टेसन गरेको भन्दा नि बढी छ कि झन् रियालिटीमा त झन् कस्तो होला सो लेट्स गो इन यही तारबाट छिर्नु पर्यो यार दिन्छ कि दिन्न ए धन्य कोपेको त्यो जग्गा यसो गाइज कस्तो लागेको त्यो ठाउँ सरङकोट त हेर्न माथि हो यी हेरेँ यो त्यो बादल छ नि हो त्यहाँ सरङकोटी यहाँ यो सरङकोट नजिक क्या सरङकोट यहाँबाट गयो भने आधी घन्टा लाग्छ सो गाइज कस्तो लाग्यो चाहिँ यो ठाउँ वान्स यु हेभ टु भिजिट है हेम्जा चाहिँ उता भयो के अरे हेम्जाको रोड देखिएछ यहाँबाट चाहिँ तर भिडियोमा राम्रोसँग देखिएको छैन वान्स यु हेभ टु भिजिट गाई कस्तो लाग्यो त्यो ठाउँ दामी छ नि होइन ट्याक्क यहाँ चाहिँ केन्चरी हिमाल यता चाहिँ हिमाल भयो अनि यहाँ चाहिँ अब घरै घर त्यो के कमिलाको ताती हुन्छ त्यस्तै यहाँबाट त घरै घर दिस इज पोखरा भ्याली है यता चाहिँ पोखरा भ्याली भयो यो पनि पोखरा यो पनि भन्छ यो चाहिँ बगर एरिया हो अनि उताको चाहिँ हेम्जा एरिया हो है तर कसरी भने यहीँ छ कि हिमाल यहाँ भिडियोमा ल म अलि जुम गरेर देखाउँछु है अलि नजिकबाट देखाउँछु है
यहीँको यहीँ छ कि हिमाल त यो सिटी एरिया भयो यहीँको यहीँकै माछापुच्छ्रे धौलागिरी अनि अन्नपूर्ण देवी है यहीँको यहाँ चाहिँ यो पनि हिमालय भयो अनि यो चाहिँ सिटी एरिया भयो सिटी एरिया सिटी एरिया म एकदम जुम गरेर देखाएको है सिटी एरिया दिस इज पोखरा भ्याली गाइज आई चाहिँ सियर दिस इज पोखरा भ्याली आजको मौसम चाहिँ एकदम यहाँको यहीँ हो कि यो हिमालय यहाँको यहीँ हो यहीँकै हुन्छ नि त यहाँबाट उडेर गयो भने त्यही ठुक्केला जस्तो कि तर लास्टै अर्को छ यो माछापुच्छ्रे चाहिँ एकदम दामी छ माछापुच्छ्रेमा यहाँ चाहिँ कोले एकचोटि ऊदेखि बाघदेखि एकचोटि कमेन्ट गर्नु होइन बाघको छ त्यहाँ चित्र माछापुच्छ्रेमा बाघ छ यहाँ मैले क्लियरली देखेको छु बाघ यो टाउको छ कि बाघको उता फर्केको टाउको छ ओके गाइज आई थिङ्क यु हेभ सिन होइन कोले देख्नुभयो एकचोटि त्यहाँ बाघको त्यहाँ कमेन्ट इट आल्सी यो कमेन्ट होइन आज मौसम चाहिँ क्लियर छ एकदम राम्रो छ सरी दिस विल बी सर्ट ब्लग है बिहान बिहान बाबाले वाकिङ छ आज चाहिँ पछाडि चाहिँ मेरो माछापुच्छ्रे धौलागिरी छ पछाडि चाहिँ होइन सो अब म बिहान बिहान उठेर आएको बाबाले वाकिङ जा भन्दा थियो अन्त जान्छु त नि हिँड्थेँ अनि भिडियो बनाइदिउँ न त भनेर अनि बिहान बिहान आउँदाखेरि खतरा देखिरहेको थियो हिमाल पनि क्लियर देखेको थियो होइन एजुसी है अहिले क्लियर देखियो सो गाइज आजको ब्लग चाहिँ यति नै थियो होप यु इन्जोय इट होइन सो यस्तै गरी सपोर्ट गर्नु होला आई विल इङ्ग्लिस बोल्नै आउनु कि त्यही हो त न म चाहिँ नयाँ भिडियोहरू लिएर आउँदै गर्छु है सपोर्ट गरिराख्नु किप अन सपोर्टिङ किप लभिङ है पहिलाको जस्तै लभ गरिराख्नु सपोर्ट गरिराख्नु है एज यर ब्रदर एज यर दाजुभाइ भाइ जस्तै रे सो गाइज आजको ब्लग चाहिँ यति नै थियो होप यु इन्जोय इट ओके बाई बाई सी यु अल इन माई नेक्स्ट भिडियो भोलि कि पर्सि आउँछ है एक दिन चाहिँ सराङकोटको आउँछ एक दिनको पुम्जीकोटको आउँछ लङ ठाउँमा जान बाँकी नै छ साधन भएपछि जाने हो सँगै इन्जोय गर्नुपर्छ ओके बाई बाई हेभ अ नाइस डे वान्स यु हेभ टु भिजिट हियर बिहान बिहान आएर हावा खाँदै आनन्दसँग हावा खाँदै सिनहरू हेर्दै बस्न खतरा मजा आउँछ नि त त्यसैले यु हेभ टु भिजिट हियर ओके बाई बाई हेभ अ नाइस डे